जेन्जिङ मछरी हो। यो हेलिकप्टर माछा यो त धेरै नौलो हामीहरू देख्यो तर कति दिनपछि यो देखेको माछा हो। यो हेलिकप्टर माछा जस्तै छ, पाख पनि त्यस्तै छ, यसको पुच्छर पनि त्यस्तै छ, पुरै हेलिकप्टर जस्तै छ यो माछा। हेर्नु हामीहरू यो बल्ल बल्ल कहाँबाट यो हामीहरू खोलाबाट यो उफ्रेर आएको हो। त्यसै भएर यहाँ हामीहरू समाचार राखेका छौँ, यहाँ राख्दैछौँ के को कस्तो हो, हामीहरू बुझ्दैछौँ यो कुन माछा हो कसरी माछा हो। तर त यो हेलिकप्टर जस्तै सेम भएको कारणले गर्दाखेरि हामीले हेलिकप्टर माछा नै भन्ने यसको नाम राखिया हो। अब हेर्नु हामीहरू यसलाई के भन्छ हामीहरू राख्छौँ। अब तपाईँहरूको केही सल्लाह सुझाव छ कुन माछा हो कस्तो माछा हो तपाईँहरूले कमेन्टमा भनिदिनु होला। मैले भिडियोलाई यसलाई हालिदिन्छु, कमेन्टमा गर्नु होला। यसलाई सक्दो सेयर गरिदिनु होला किनकि यो माछाको नाम हामीहरू जान्न प्रयास गरिरहेका छौँ। यो माछा हामीसँग सकुशल हामीहरू राखेका छौँ। यसलाई पनि हामीहरू राखेर अनि सकेसम्म यसलाई पोखरीमा अथवा कुनै राम्रो ठाउँमा हामीहरू व्यवस्थित गर्छौँ। यो तपाईँहरूले माछाको नाम चाहिँ मलाई त थाहा छैन, तपाईँहरू भनिदिनु होला है माछाको नाम। यो कस्तो यो माछा पनि यो पुरै मुख हेर्नु कस्तो चलाइरहेछ, यो पुरै हेर्नु यो मुख कस्तो चलाइरहेछ, पुरै कस्तो राम्रो माछा पनि छ। कस्तो राम्रो लागिरहेछ यो माछा चाहिँ हेर्दाखेरि, कस्तो पाल्ने जस्तो।